दर्शन नमस्ते सम्पूर्ण साहित्य मनहरूमा म फेरि आज पनि तपाईँहरूको माझमा उपस्थित भइसकेको छु एउटा सानो गजल लिएर। गजल भन्नुपर्दा यस्तो रहेको छ। लाखौँ लास आउँदा कतारबाट, लाखौँ लास आउँदा कतारबाट, युवा ठकिएका छन् सरकारबाट। लाखौँ लास आउँदा कतारबाट। कसरी हुन्छ देशमा विकास हाम्रो, कसरी हुन्छ देशमा विकास हाम्रो, कसरी हुन्छ देशमा विकास हाम्रो। बचाउन गाह्रो नारी बलात्कारबाट, लाखौँ लास आउँदा कतारबाट। मर्नुभन्दा अरू विकल्प नआउँदा हामीलाई, मर्नुभन्दा अरू विकल्प नआउँदा हामीलाई पापी यो दुनियाँ संसारबाट। लाखौँ लास आउँदा कतारबाट। भोट माग्दा हात जोड्दै झुपडीमा, भोट माग्दा हात जोड्दै झुपडीमा, जनतालाई लुट्दैछन् दरबारबाट। लाखौँ लास आउँदा कतारबाट। हुने ठाउँमा त भएकै छ विकास, हुने ठाउँमा त भएकै छ विकास, विकट ठाउँमा मर्दैछन् बिमारबाट। लाखौँ लास आउँदा कतारबाट, युवा ठकिएका छन् सरकारबाट। कसरी हुन्छ देशमा विकास हाम्रो, बचाउन गाह्रो नारी बलात्कारबाट। हजुर धन्यवाद। यहाँहरूको सल्लाह अनि सुझावको प्रतिक्रिया पनि अपेक्षा गरेको छु। यहाँहरूले सल्लाह सुझाव दिएको अनुसार म अगाडि बढ्नेछु। यहाँहरू सबैलाई अनुरोध पनि छ मेरो, यहाँहरू सम्पूर्ण मित्रहरूले दिनुहुनेछ भन्ने पूर्ण आशा पनि छ। मिठा मिठा सल्लाह सुझावहरू होइन। अनि के भन्छन्, गजल लेखकको अनि वाचन पनि सिमरनराज पीडित दङ्गालीको नै रहेको छ होइन। तपाईँहरूले सल्लाह सुझाव दिनुहोला, त्यही सल्लाह सुझाव अनुसार अगाडि बढ्नेछौँ। धन्यवाद यहाँहरू सम्पूर्ण साहित्यमानहरूमा।